First of all, happy Buddha Purnima to all of you guys. So everybody knows today is Buddha Purnima. So अनि हाम्रो चाहिँ यता दलमोर रिट्रिट मोनेस्टेरीमा हरेक सालै बुद्ध पूर्णिमा चाहिँ एकदमै भव्य र सभ्य रूपले र एकदमै धेरै राम्रो प्रकारले हुन्छ हैन सधैँ वर्ष नै र अनि आज चाहिँ मे 1 तारिकको दिनै बुद्ध पूर्णिमा परेको थियो अनि हैन बुद्ध पूर्णिमा चाहिँ आजको एकदम धेरै राम्रो पनि भएको थियो। सो अनि यति बेला चाहिँ म्हाने चाहिँ स्टार्ट भइरहेको थियो होइन बिहानदेखि नै। सो अनि यति बेला चाहिँ 10:30 भइसकिसकेको थियो। 10:30 बजीतिर चाहिँ यहाँबाट सबैजना रेलीको लागि पनि निस्किसकेको थियो। सो अनि यति बेला चाहिँ रेली पनि स्टार्ट भइसकिसकेको थियो। आजको रेली चाहिँ डाक्टर गोरी तक पुगायो होइन। र हामी पनि रेलीमा चाहिँ हामी पनि गएका थियौँ होइन। अनि यति बेला चाहिँ हामीले पुस्तक दिन आँट्नुभएको थियो र हामीले चाहिँ पुस्तक लिइ पनि सकिसकेको थियो र अरूलाई पनि क्यामेरामा देखाइदिनु अरे त्यही भएर चाहिँ मैले क्यामेरामा सबैलाई उतारिरहेको छु होइन। र अनि हामी चाहिँ अहिले धमाधम रेली चाहिँ एकदमै धेरै राम्ररी हिँड्यौँ होइन। बुद्धं शरणं गच्छामि शरणं यस्तो के भन्दै हिँड्छ नि त होइन। अनि हामी चाहिँ यस्तै भन्दै नै रेली गऱ्यौँ र एकदमै धेरै मजा पनि आयो तर खुट्टा पनि एकदमै धेरै दुख्यो है। अनि यति बेला चाहिँ अरूजना पनि हिँडिराख्नु भइरहेको थियो र अनि यतिखेर चाहिँ मैले चाहिँ मेरो पुस्तक चाहिँ आमालाई दिएको थिएँ एकछिन बोकिदिनु भनेर, किनभने म चाहिँ भिडियो गर्छु भनेर। र अनि यहाँ हुनुहुन्छ हाम्रो आमा है गाइस। अनि यति बेला चाहिँ हामी चाहिँ यता 1 नम्बरतिर पुगिसकिसकेको थियो होइन। र अनि यति बेला चाहिँ हामी चाहिँ आइ पनि सकिसकेको थियो क्या, म चाहिँ भिडियो गर्छु भने तर मैले भुल्दैछु होइन। र अनि हामी चाहिँ यति बेला चाहिँ हामी गुम्बामा पनि आइसकिसकेको थियौँ। गुम्बामा आइपुग्ने बित्तिकै म चाहिँ घर गएर अर्को फ्रेस भएर फेरि अर्कै ड्रेस लाएर निस्किसकिसकेको छु फेरि गुम्बातर्फ है। र हामी चाहिँ म आउने बित्तिकै मलाई चाहिँ यति ज्यादा भोक लागेको थियो र म र आमा भएर चाहिँ खाना चाहिँ खाइहाल्यौँ होइन। अनि हामीले खाना खाइसकिसकेर हेर्दाखेरि चाहिँ मान्छेहरू खाना खानुलाई चाहिँ यतिजना भिड भएको थियो, यति भिड भएको थियो होइन। जहाँ तपाईँले भिडियोमै देखिसक्नु भइसकिसकेको छ होइन। र अनि यति बेला चाहिँ मलाई एकदमै अल्छी लागेर यतापट्टि बसिरहेको थिएँ होइन। र मैले चाहिँ भिडियो बनाइरहेको थिएँ र यति बेला चाहिँ वाङहरू पनि थाप्ने बेला भइसकिसकेको थियो। लास्टको अलिकति टाँसी गरेँ होइन, त्यसको बाद वाङहरू पनि दिन थाल्नु भइसकिसकेको थियो आजको लामाहरूले होइन। र हामीले चाहिँ मालाहरू पनि दिनु भइसकिसकेर यतिखेर चाहिँ प्रसाद पनि दिइसक्नु भइसकिसकेको थियो है। अनि प्रसाद थाप्नु चाहिँ हेर्नु न गाइस यतिजना मान्छे हुनुहुन्थ्यो होइन। माने पर्दा चाहिँ यति मान्छे थिएन बट प्रसाद थाप्दा चाहिँ यति मान्छेहरू थियो होइन। यो चाहिँ म शब्दमा बयान गर्न सक्दिनँ कि कति ज्यादा चाहिँ भिड थियो आज चाहिँ हाम्रो यता डलमोर मोनेस्टेरीमा होइन। र अनि यो 3जना बहिनीको फोटो खिचिदिनु अरे म चाहिँ फोटो खिचिदिएको थिएँ होइन गाइस। अनि मैले चाहिँ खिड्कीबाट अलिकति भिडियो पनि लिएको थिएँ कस्तो चाहिँ चल्दैछ त बाहिर भनेर, यस्तो चलिरहेको थियो रहेछ होइन। अनि हाम्रो आमा र म चाहिँ यहाँ बसिरहेको थिएँ प्रसादहरू थापिसकिसकेर होइन, किनभने बाहिर निस्किने चाहिँ जग्गै थिएन नि त होइन। र हामी चाहिँ भिडमा पनि तर जबरजस्ती भए पनि बाहिर चाहिँ निस्केँ है। त्यसको बाद बाहिरको नजारा चाहिँ यस्तो थियो रहेछ होइन। त्यसको बाद म चाहिँ फेरि घर गएँ होइन। र यहाँ चाहिँ छ देव भाइ होइन, ऊ चाहिँ एकदम धेरै राम्रो रहेछ होइन। त्यसको बाद यति बेला चाहिँ हामी घर पनि आइसकिसकेर म चाहिँ यतिखेर दोकान जाँदै थिएँ होइन। सनुले चाहिँ मलाई अखबार लिनु पठायो नि त होइन। त्यो अखबार लिनु चाहिँ म चाहिँ हाम्रो यता गाउँको नजारा हेर्दै गइरहेको थियो। अनि हाम्रो यतापट्टि माथिको गाउँको नजारा चाहिँ यस प्रकारको छ, एकदमै धेरै राम्रो छ हाम्रो गाउँ चाहिँ है। अनि मैले चाहिँ यो अखबारै ल्याइ पनि सकिसकेको थिएँ दोकानबाट किनिसकिसकेर होइन। त्यसको बाद हामी चाहिँ भाउजूले चाहिँ यहाँ प्याजहरू काट्नु हुँदै थियो होइन। अनि भाउजूले मैले क्यामेरामा ल्याइदिएँ होइन। त्यसको बाद अनि यहाँ चाहिँ सन्नु पनि छ, सन्नुले चाहिँ उता गुम्बाबाट ल्याएको छो चाहिँ होइन यो कोल्ड ड्रिङ्क चाहिँ पिइरहेको थियो। र अनि हामीले चाहिँ यहाँ भाउजू र सन्नु भाइले चाहिँ ड्याम बनाउनु पनि थाल्यो है त। यो के अरे यो अखबारे होइन कति ज्यादा पिरो चाहिँ भइसकेको थियो होइन। सो अनि यो चाहिँ मेरो लास्ट भिडियो हो होइन। सो मेरो आजको यो बुद्ध पूर्णिमाको ब्लग र मेरो दिनको ब्लग यतिसम्मै। सो थ्याङ्क यू फर वाचिङ गाइस, किप सपोर्टिङ।